यो चाहिँ हाम्रो चन्द्रपुर नगरपालिका वडा नम्बर 5 को हाम्रो यो सुन्दर बस्तीमा रहेको एउटा चाहिँ यो चिल्ड्रेन पार्क हो। यो पार्कको चाहिँ यस्तो छ संरचना। यो चाहिँ अलिकति कमजोरै छ जस्तो छ र हाम्रो यस्तो छ कि अलिकति हाम्रो 5 नम्बर वडाको युवाहरूले जस्तै म पनि भए म पनि यसमै बसिरहेको हुन्छु। मैले पनि यहाँ एक दुईचोटि सरसफाइ त मैले आफैले गरेको पनि छु होइन। र यसमाको अलिकति हाम्रो युवा दाजुभाइहरूले अलिकति मेहनत गरिदिएको भए चाहिँ एकदमै राम्रो हुन्थ्यो होला। अब म एक्लैले पनि त गर्न सकिँदैन जस्तो छ। अलि एक दुईजना हाम्रो युवा 5 नम्बर वडाको यसरी अलिकति सरसफाइतिर यसो ध्यान दिएको भए हाम्रो यो चिल्ड्रेन पार्क एकदमै राम्रो रूपमा देखिन्थ्यो होला जस्तो जस्तो मलाई लाग्छ। र हाम्रो यहीँ हो गाउँ पनि, मेरो घर पनि यहीँ छ र म चाहिँ एक दुईचोटि मैले पनि सरसफाइ गरेको छु र म पनि प्रयास गर्छु यसलाई अलि राम्रोसित राम्रो रूपमा यसलाई स्थापित गर्नको लागि। हाम्रो अब यो बनाइदिनु त वडाको काम हो, बनाइदियो होइन, तर यसको संरक्षण गर्नु भनेको हाम्रो युवाको कामहरू हो जुन चाहिँ हामीहरूले गर्नै पर्ने हो। यहाँ न धेरै अलि उताबाट गाउँबाट मान्छेहरू घुम्न आउँछन्, फोटोसोटो खिच्न आउँछन् र यस्तो प्लास्टिक यताउति यो गाडीसारी भएको कारणले अलिकति कम हुँदै गएको छ पहिलाभन्दा। पहिला त एकदमै आउँथ्यो मान्छेहरू, अलिकति भिड नै हुन्थ्यो, अलिकति आउँथ्यो, चहल पहल हुन्थ्यो। त्यसै कारणले हाम्रो गाउँको पनि अलिकति सामानहरू बिक्री पनि हुन्थ्यो र अहिले चाहिँ एकदमै सुनसान छ। भएको कारण भनेको यही हो, अलिकति नराम्रो तरिकाले यी बिरुवाहरू अलि यता र यही रुख अब रुखहरू पनि राम्रो राम्रो रुखहरू रोपियोस्। यतापट्टि अशोकाको रुखहरू जुन चाहिँ त्यो अलि राम्रो राम्रो रुख हुन्छ त्यो चाहिँ साइड साइडमा रोपिएको भए र एउटा सानो गार्डन पनि भएको भए एकदमै राम्रो देखिन्थ्यो होला। र यति भन्दै म पनि लाग्छु। हस्, धन्यवाद।